नमस्ते, हजुरहरूलाई हाम्रो चुल्हामा स्वागत छ। आज चाहिँ मैले स्वास्थ्यवर्धक सजिउनको ग्रेभी मिठो तरकारीको रेसिपी लिएर आएको छु। हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। यसरी पकाएको सजिउनको तरकारी चाहिँ असाध्यै मिठो हुन्छ, हेल्दी पनि हुन्छ। मैले सजिउन चाहिँ 1.5 पावा बजारबाट किनेर ल्याइसकेको छु। अब सजिउन चाहिँ कलिलो खालको सजिउन ल्याएको छु। अब यसलाई चाहिँ के लाउनु पर्छ, यसरी यो चाहिँ मजाले भाँचिन्छ हातैले। सबै हामीले यसरी के लाउनु पर्छ। सजिउन चाहिँ अब छिप्पिएको पनि पाइन्छ, कलिलो पनि, तर मैले चाहिँ कलिलो लिएर आएको। यसरी भाँच्नुपर्छ मजाले सबै। अब सजिउनको सिजन आएको छ अहिले। अब सजिउनको तरकारी चाहिँ असाध्यै हेल्दी हुन्छ। अब कसैलाई छिप्पिएको मनपर्छ, कसैलाई कलिलो मनपर्छ। मैले चाहिँ कलिलो ल्याएको। पखालिवरी मैले चाहिँ सबै तयारी बनाइसकेको छु पकाउनको लागि। म चाहिँ कुकरमा सुरुमा उसिन्छु। अब कुकरमा राख्दैछु मैले चाहिँ ग्यास बालेर। अब पानी राख्नुपर्छ उसिन्नुको लागि। मैले चाहिँ आधी ग्लासभन्दा अलिक बढी राखेको छु पानी। अब नुन राख्नुपर्छ थोरै, बेसार पनि थोरै राख्नुपर्छ। अब चलाउनुपर्छ हामीले, सबैतिर नुन र बेसार लागोस् भनेर। अब कुकरको हामीले चाहिँ लगाएर 1 सिटी लाउनुपर्छ, धेरै लाउनु हुँदैन। अनि 1 सिटी लागेपछि चाहिँ हामीले सबै हावा छोडेर खोल्नुपर्छ चाँडै, नभए धेरै पाक्छ फेरि, भरे फेरि पकाउनुपर्छ। ल हेर्नुहोस् त, यत्तिकै भएपछि चाहिँ अब हामीलाई पकाउनुलाई तयार भइसक्यो। मैले एउटा आरीमा खनाइसकेँ। यसरी पकाउँदा चाहिँ छिट्टो पनि हुन्छ, स्वादिलो मिठो हुन्छ कुकरमा उसिनेर पकाउँदा। अब मैले कराई बसाएर तेल लगाइसकेँ ग्यास बालेर। मैले सनफ्लावर लगाएको, हजुरले तोरी सनफ्लावर जुनै लाइनु हुन्छ। जिरा दाना थोरै पड्काउँदैछु, रातो रातो भइसक्यो जिरा दाना। मसिनो काटेको प्याज एउटा। अब प्याज पनि हामीले मजाले फ्राई गर्नुपर्छ। यसरी फ्राई गरेर पकाउँदाखेरि चाहिँ मिठो हुन्छ तरकारी, प्याज फ्राई हुँदा चाहिँ। ल फ्राई पनि भइसक्यो। अदुवा लसुनको पेस्ट 1 चम्चा। मजाले हामीले चाहिँ फ्राई गर्नुपर्छ। ग्यासलाई चाहिँ लो नै बनाएर हामीले फ्राई गर्नुपर्छ, नभए डढ्छ मसला फेरि। अब मसला नै फ्राई हुन लागिसक्यो। बेसार थोरै, जिरा धनियाँको धुलो 2 चम्चा। यसरी फ्राई गर्नुपर्छ, जिरा धनियाँको धुलो लाएर नि, बेसार लाएर पनि। बेसार काँचो गनाउँदैन यसरी फ्राई गर्दा। टमाटर 5वटा काटेको, मसिनो खालको टमाटर, यो चाहिँ लोकल टमाटर। अब नुन लाउनुपर्छ स्वाद अनुसार। अघि सजिउन उसिन्दा पनि लगाएको छौँ हामीले। अब चलाउनुपर्छ मजाले हामीले। अब छोपेर टमाटर पकाउनुपर्छ 1-2 मिनट। अब टमाटरलाई सबै कुच्याउनुपर्छ हामीले। यो चाहिँ सर्सु मसिनो पिसेको 2 चम्चा। हजुरहरूले तोरी लाउँदा नि हुन्छ पिसेर। सजिउनमा चाहिँ यसरी लाउँदा मिठो हुन्छ। कश्मिरी धुलो खोर्सानी 1 चम्चा। हजुरहरूलाई पिरो मनपर्छ भने चाहिँ अरू खोर्सानी पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ कश्मिरी धुलो खोर्सानी मात्रै लगाएको छु। मजाले चलाउनुपर्छ हामीले। अब छोपेर फेरि पकाउनुपर्छ एकैछिन। ग्यासलाई चाहिँ हामीले लो नै पारेर पकाउनुपर्छ मसला पकाउँदा।
ल मसला पनि मजाले तेल छोडिसकेको छ। अब मसलाले अब अघि उसिनेको सजिउन राख्नुपर्छ। मैले पानी चाहिँ बटुकोमा राखेको छु। अहिले पछि लाउनुपर्छ, पानी फ्याँक्नु हुँदैन। सजिउन किन्दा लगाएको पानी। उसिनेको आलु 2टा, अब मजाले हामीले चलाउनुपर्छ। नउसिनी पकाउँदा नि हुन्छ, तर धेरै बेर टाइम लाग्छ। यसरी पकाउँदाखेरि चाहिँ मिठो पनि हुन्छ, ग्यासको पनि बचत, समयको पनि बचत हुन्छ। मजाले यसरी चलाएर फ्राई गर्नुपर्छ एकैछिन। यो चाहिँ पानी हो, अघि मैले सजिउन उसिनेको पानी, फ्याँक्नु हुँदैन। सबै भिटामिन जति पानीमै हुन्छ सजिउनको। सजिउन चाहिँ अब अर्ग्यानिक हुन्छ, दबाईहरू पनि लगाएको हुँदैन। त्यसैले गर्दा स्वास्थ्यको लागि अति नै लाभदायक हुन्छ सजिउन तरकारी खानुको लागि। छोपेर हामीले फेरि 1-2 मिनट पकाएर चलाउनुपर्छ। सबैजना आफ्नो आफ्नो तरिकाले पकाइन्छ, म चाहिँ यसरी पकाउँछु। अब हजुरहरू पनि यसरी नै बनाएर खानुहोला, अवश्य मनपर्ने छ। अब सजिउनको सिजन आइसक्यो अहिले बजारमा। सजिउन चाहिँ सुक्खाभन्दा अलिअलि ग्रेभी नै मिठो हुन्छ। म पानी लगाउँदैछु। अब हजुरलाई कतिको बाक्लो पातलो मनपर्छ त्यही अनुसार लाउनु होला। सजिउनको चाहिँ रसै खाने हो। अब छोपेर हामीले उम्लिनु छाडिदिनुपर्छ। हेर्नुहोस् त कस्तो मजाले उम्लि पनि सकेको छ। अब चलाउनुपर्छ मजाले फेरि। ल पाकी पनि सकेको छ अब सजिउनको तरकारी। हाम्रो घरमा चाहिँ सजिउनको तरकारी सबैलाई मनपर्छ। अब हरियो मसिनो काटेको धनियाँ पत्ता मजाले चलाउनुपर्छ फेरि। मैले यतिकै ग्रेभी बनाएको छु। अब हजुरहरूलाई म सर्भ गरेर पनि देखाउँदैछु। हेर्नुहोस् त कस्तो मजाको भएको छ ग्रेभी। हामीले अब खाना रोटी आफूलाई केसँग मनपर्छ त्योसँग खाँदा असाध्यै मिठो हुन्छ। अब हजुरहरू पनि यसरी बनाएर खानुहोला, अवश्य मनपर्ने छ। हजुरहरूलाई भिडियो कस्तो लाग्छ, भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। साथी फ्यामिलीसँग सेयर गर्नु नभुल्नुहोला। धन्यवाद।